कतिजनाले चिन्नुभएको छ म अस्ति झापालिजको लाइभमा पनि बसिरहेको थिएँ गीत गाउन जानुभएको थियो हजुर हजुर गीत गाउनु गएको थिएँ ठिक छ ल ल सुनिदिउँ ल हामी पनि आज ल कस्तो रहेछ मैले त सुनेको छुइनँ होइन सुनिदिउँ न ए हुन्छ नि त ल ल हाम्रो दादा है ओके म चाहिँ तपाईँको ठुलो फ्यान है थ्याङ्क यू यार यो गाना चाहिँ जोनको हो खासमा चाहिँ कि मैले जस्तै तिमी सम्झिरहेछु मलाई que भुलिदिन्छौ कि तिमीले मलाई त्यही छु त्यही जहाँ छोडेथ्यौ बदलेको छैन मन पर्खिरहेछु जे गल्ती भयो पहिले अब हुने छैन कहिले चिनेको थिइन तिमीलाई खोजेकी थिएँ तिमीमा जति डुब्छु आफैलाई बिर्सँछु बदलेको छैन पर्खिरहेछु त्यही छु त्यही जहाँ छोडेथ्यौ बदलेको छैन मन पर्खिरहेछु पर्खिरहेछु थ्याङ्क यू दाइ लास्ट बवाल लाग्यो यार मलाई चाहिँ अति डुबेर गायो कि अब अति दामी दा यार अति हाम्रै साथीको गाना हो यो चाहिँ होइन लभली लाग्यो मलाई चाहिँ है अब मलाई पनि राम्रो लाग्छ जोन जाम्लिङ राई त हो र कहाँ हो नि घर तिम्रो चाहिँ मेरो चाहिँ झापा हो दाइ झापा झिलझिले ए झिलझिलेतिर हो ए पूर्वकै हो दाइ झिलझिले त म पनि आइरहेको हुन्छ यार अरे दाइलाई त कहिले भेटिँदैन अब यो पालि भेट्नुपर्छ एचकेमा भेट्नुपर्छ एचकेमा आउँछु म ठिक छ एकदम राम्रो छ अझै एउटा सुनाउन चाहन्छु भने एउटा सुनाऊ राजगिरी तिमी चाहिँ मैले क्यामेरा अन गरेर नाच्न थाल त अब राजगिरी दाइ मेरो क्यामेरा ब्ल्याक एन्ड व्हाइट आउँछ मोबाइलमा अन गरेर नाच्न थाल ए मोबाइलमा अन गर माइक अफ मैले फेरि सुन्दिनँ माइक अफ ल दाइ यो फेरि तपाईँकै साथीकै गाना जोन जाम्लिङ राईकै गाना मलाई चाहिँ साह्रै मनपर्छ र कडा हट लभ इन द च्याट लभ राम्रो गाइरहेछ दोहोऱ्याइने यो समयले लगी कता काछाने हो माया गर्छु भने मायालु कि माया त्यो साँचो नै थियो
पुरानो त्यो भनेका सपना हुने हो कि होइन भुलि जान्छु भनेका भावना अल्झिरहन्छ कि मनैमा आँखा बन्द गर्दा मनमा तिमीलाई खोज्छु म तिमी नचिनाउँदा तिम्रै बारे सोच्छु म 1, 2, 3 बटुल्न खोज्दैछु डरेका सपनालाई ठिक छ है? बचाउन खोज्दैछु मरेका आशालाई मनमै छौ तिमी मनमै बस्नु भई तिमी हिँड्दथ्यौ हराउने हो मलाई Oh, na 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 na. नाइस आँखा बन्द गर्दा नाइस है मनमा तिमीलाई खोज्छु Thank you दाइ यही थियो जोनको गाना एकदम राम्रो लाग्यो अनि जोनको त कन्सर्ट हुन आँटेको थियो दमकमा भएन पोस्टपोन भइरहेछ दा त्यो पानी परेर हिजोको पानीले अब कहाँ बिदामोडमा धान त होइन बिर्तामोडमा पनि छ दमकमा पनि छ दमकमा 26 गते सारिरहेछ दा बिर्तामोडमा 17 होला तिमीहरू जाँदैनौ अनि दा अब साथी नै छैन तिमी चाहिँ कहाँ सिक्किम दार्जिलिङतिरबाट झरेको हो क्या झिलझिलेतिर होइन नि दा त्यतातिर हो हामी झापालिज हो यता सिक्किम छ वडा नम्बर 6 खोइ एउटा नम्बर 6 हेरौँ झापामा नि एउटा नम्बर 6 छ हजुर त्यहाँ शिव शताक्षी नगरपालिका वार्ड नम्बर 6 बाट म चाहिँ शिव शताक्षीमा अस्ति के काण्ड भएको हेरिरहेको थियो फेसबुकमा के पो भएको थियो हिजो अस्ति के भयो भैँसी काण्ड ए होइन भैँसी काण्ड भैँसी काण्ड त पुरानो हो त्यो पानीले पुरा पोलहरू ढलाइदिइरहेको थियो के त्यो होइन अस्तिको हो अस्तिको हिजो अस्ति के भएको थियो क्या मैले ठ्याक्कै फेसबुकमा सदासी धाममा चाहिँ भैँसीको खोइ के पो थियो भैँसीको के काण्ड थियो भैँसी सेकेको हो र मान्छेले भैँसीको काण्ड थियो नि दाइ मलाई चाहिँ थाहा थिएन कस्तो भैँसी सेकेको हो र मान्छेले त्यही हो ला भैँसीलाई दियो दियो त दाइ अनि समातो समातिहाल्यो नि स्यापा समातेर लगिदिइहाल्यो त कतिसम्म चाहिँ खैया बसेको थियो त्यो मान्छे त ल होइन एकदम राम्रो छ तिम्रो यार कसम तिमीले अब आफ्नो ओरिजिनलतिर पनि अलिकति गर्नुपर्छ यार एकदम राम्रो गर्नु चाहिँ गरिरहेको छु त अब त्यो मैले चाहिँ अलिक राम्रै बनाएर गर्ने भन्दैछु म चाहिँ ठिक छ झिक्नु चाहिँ धेरै झिके छ होइन अब अहिले त अब तिम्रो प्लेटफर्महरू पनि धेरै छ टिकटकमै हालेर आफै गरिदिइरहँदा पनि यतिकै हालिरहेको हुन्छु त म त्यही अस्ति 2000 पनि पाएका थियौँ दाइ हामी झापलिसको दाइको लाइफमा भन अब यहाँ जित्यो भने अलिक धेरै नै छ कि अर्को राउन्डमा तिमी पास भइसक्यौ के थाहा फाइनल जित्यो भने त फेरि सिक्ने हो कि क्या भइहाल्छ नि ओके ओके ल थ्याङ्क यू यार अरूलाई पनि पालो दिउँ है ए हुन्छ कि यसमै आउँछ कि क्या नम्बरहरू उयो प्रशान्त भाइ कसरी लिएर हो तिमीहरूले नेक्स्ट राउन्ड त कहिले गर्ने भन्दा त अहिले 15 जना सेलेक्ट गर्नु पर्यो अनि 15 जना सेलेक्ट भएपछि हिजो गेमबाट 15 जना सेलेक्ट गरेको छ अनि ट्याक्क 30 जना गरेर गर्ने हो क्या ओके दाइ ओके जित्नु पर्यो झापाको नाम राख्नु पर्यो है त ल अलवेज रेडी दाइ सदाशीको मान्छेले भैँसी हानेको मात्र होइन गीत हानेर पनि फेरि नाम राख्नु पर्यो क्या ल जित्नु त ल ल यार केटा होला
लभ फ्रम जाभा त यार ल म पनि त्यतैतिर त हो नि ल ल ठिक छ